तपाईको ट्रेडिङमा जे गर्दा पनि प्रॉफिट सानो आइरहेको छ र लस हुँदा एउटै ट्रेडले सबै नाफा खाइदिएर लस भइरहेको छ। त्यसो हो भने यो भिडियो तपाईको लागि महत्त्वपूर्ण छ। आज हामी ट्रेडिङको सबैभन्दा महत्त्वपूर्ण पाटो रिस्क रिवार्ड रेशियोको बारेमा सिक्ने छौं। रिस्क र रिवार्ड भनेको के हो? कुनै पनि ट्रेडमा स्टप लस हिट हुँदा तपाईले गुमाउन तयार हुनु भएको रकम रिस्क हो। यो तपाई आफैले नै तय गर्नुपर्छ। रिवार्ड यो तपाईले ट्रेड सफल हुँदा वा टार्गेट हिट हुँदा पाउने नाफा हो। यही रिस्क र रिवार्ड बीचको रेशियो नै रिस्क रिवार्ड रेशियो हो। रिस्कलाई रिवार्डले भाग गरेर रिस्क रिवार्ड रेशियो निस्किन्छ। हामीले रिस्क रिवार्ड राख्दा 1:2 वा सो भन्दा माथि राख्नुपर्छ। यसले तपाईलाई प्रॉफिटेबल ट्रेडर बनाउन हेल्प गर्छ। उदाहरणको लागि, यदि तपाई एउटा ट्रेडमा 1000 रुपैयाँ गुमाउन तयार हुनुहुन्छ र त्यसको बदलामा 2000 रुपैयाँ नाफा कमाउने लक्ष्य राख्नुहुन्छ भने तपाईको रिस्क रिवार्ड रेशियो 1:2 हुन्छ। विन रेट र रिस्क रिवार्ड रेशियोको सम्बन्ध। धेरैलाई लाग्छ कि ट्रेडिङमा सधैँ सही हुनुपर्छ, तर रिस्क रिवार्ड रेशियो सही छ भने थोरै पटक सही भएर पनि प्रॉफिटेबल बन्न सकिन्छ। अब यसलाई यो तालिकाबाट बुझ्ने कोसिस गरौँ। यदि तपाईले 1000 रुपैयाँ जोखिम लिएर 1000 नै कमाउने लक्ष्य राख्नुहुन्छ भने नाफामा बस्न तपाईको विन रेट 50% भन्दा माथि हुनुपर्छ। 10 वटा ट्रेडमा 5 वटा विन र 5 वटा लस हुँदा तपाई ब्रेक इभनको स्थितिमा रहनुहुन्छ। यदि तपाई 1000 रुपैयाँ जोखिम लिएर 2000 कमाउने लक्ष्य राख्नुहुन्छ भने तपाई 33% विन हुँदा पनि नाफामा रहन सक्नुहुन्छ। उदाहरणको लागि, 10 वटा ट्रेडमा 6 पटक लस र 4 पटक विन गर्दा पनि तपाई 2000 रुपैयाँ नाफामा हुनुहुनेछ। यसमा 1000 रुपैयाँ गुमाउने डर हुँदा 3000 कमाउने सम्भावना हुन्छ। यहाँ तपाईको सफलताको दर मात्र 25% माथि भए पुग्छ। 10 वटा ट्रेडमा 7 पटकसम्म लस र केवल 3 पटक मात्र विन हुँदा पनि अन्ततः तपाई 2000 रुपैयाँ नाफामा रहनुहुनेछ। यो टेबलले के सिकाउँछ भने ट्रेडिङमा हरेक पटक जित्नु जरुरी छैन। यदि तपाईको रिस्क टु रिवार्ड रेशियो राम्रो छ भने धेरै पटक हारेर पनि तपाई समग्रमा एउटा सफल र नाफामूलक ट्रेडर बन्न सक्नुहुन्छ। महत्त्वपूर्ण सुझावहरू। ट्रेड लिनु अघि सोच्नुहोस्। यदि कुनै ट्रेडमा रिस्क भन्दा रिवार्ड कम छ भने त्यो ट्रेड नलिनुहोस्। क्यापिटल प्रोटेक्सन। ट्रेडिङमा कति कमाइन्छ भन्ने भन्दा पनि आफ्नो भएको पुँजीलाई कसरी जोगाइन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। ब्याक टेस्ट। कुनै पनि स्ट्र्याटेजी प्रयोग गर्नु अघि कम्तीमा 50 देखि 100 वटा ट्रेडमा त्यसको विन रेट र रिस्क टु रिवार्ड जाँच गर्नुहोस्। कुनै पनि इन्डिकेटर वा स्ट्र्याटेजी प्रयोग गर्नुहोस्, तर सधैँ रिस्क म्यानेजमेन्ट र रिस्क रिवार्ड रेशियोलाई साथमा राख्नुहोस्। यसले तपाईलाई लामो समयसम्म सफल ट्रेडर बनाउन मद्दत गर्छ। भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।